मिठो ब्लग कसलाई मनपर्छ साथीहरू मैले यो भिडियोलाई किन मिठो ब्लग भनेको भनेर आउनुस् यो भिडियो लास्टसम्म हेरौँ है त। हेलो एभ्रीवान, आई एम सिमरन अनि हजुरलाई स्वागत छ मेरो नाइट टाइम रुटिनमा। आज म 7:30 बजे अफिसबाट आएर सावर लिइहालेँ अनि त्यसपछि मोइस्चराइजर लाएर धुप हालेर लाएँ साथीहरू किचनमा। हेर्नु न कस्तो कोइन्सिडेन्स भएछ कि म पनि किचनमा जानु मेरो हस्बेन्ड पनि तलबाट आइरहनु भएको रहेछ। हस्बेन्ड आउने बित्तिकै चाहिँ मैले उहाँलाई अहिले चाहिँ प्रोटिन बनाएर दिन्छु अनि आए माथि आफ्नो ग्रोसरी मिलाउनलाई सबै तरकारीहरूलाई धोइ पखाली गरेर फ्रिजमा राखेँ अनि सकरखण्डलाई थोरै तेल राखेर उसिन्न राखिदिएँ अनि यता अन्डा पनि बोइल गर्न छोडिदिएँ। आजको डिनर चाहिँ एकदमै मिठो छ है। यता चाहिने भेजिजहरूलाई पनि काटकुट गरेँ अनि उता चाहिँ मैले सँगसँगै चिकनलाई चाहिँ बोइल गर्न राखिदिएको छु। उता चिकन पनि बोइल भइसकेको थियो, त्यही बोइल भएको पानीमा मैले चाहिँ अलिकति कर्न र मटर पनि राखिदिएँ। सबै चिजहरूलाई मिक्स गर्ने मरमसला एड गरेँ, चिली फ्लेक्स थोरै राखेँ, मायोनेज अनि लेमन राखेर चाहिँ यो हेर्नु त सलाद ड्रेसिङ मैले रेडी गरेको छु। अघि सुरुमा नै मैले मिठो ब्लग छ साथीहरू भनेको किन रहेछ बुझ्नु भयो नि है। हेर्नु त कस्तो मिठो देखेको थियो। बनाउन पनि एकदमै सजिलो, खाँदा पनि एकदमै हेल्दी र हेर्दा पनि कस्तो लग्जरी छैन त। फुल रेसिपी चाहिन्छ भने कमेन्ट गर्नु है त। त्यसपछि नेटफ्लिक्स हेर्दै बुढाबुढी भएर गफ गर्दै यहाँ हामीले चाहिँ चियर्स गर्दै खायौँ डिनर सकिसकेपछि चाहिँ मेरो सधैँको काम यही हो साथीहरू, कुना काप्चा सबै सफा गर्ने। मैले भिडियो बनाउँदाखेरि चाहिँ साथीहरू भनेर धेरै भन्दो रहेछ साथीहरू, अब म के भनौँ गाइज भन्छु ल। गाइज हेर्नु त यस्तो सफा भयो साथी, ल देख्नुभयो साथी भन्न आइहाल्छ। सबै काम सकेर भगवानलाई जल राखेपछि चाहिँ म गएँ साथीहरू स्किन केयर गर्नलाई। अहिले प्रोडक्टहरू राम्रो भएको भएर होला मेरो स्किन पनि एकदमै चेन्ज भएको छ। योगा चाहिँ मैले आज बिहानै गरेको भएर मैले अहिले चाहिँ गरिनँ। कपाल पनि बाटे, ब्रस पनि गरेँ। अब चाहिँ म सुत्छु। आजको लागि यति नै, भेटौँला अर्को भिडियोमा साथीहरू, बाई।